अनि बाहिर यति धेरै चासो रहेछ। म त बाहिर त्यति गएको पनि थिएन, मन्त्री भएको पनि। म बाहिर यही गुजरात र दिल्ली गएको थिएँ, 2 पटक जानै पर्ने कार्यक्रम भयो। अहिले यसपटक गएँ। जाँदाखेरि साँच्चै नै यो म त चाइना र इन्डियाले मात्रै नेपालको बारेमा थाहा पाउँछन् भन्ने ठानेको होइन। यति ठुलो आस्था कि जर्मनमा पनि त्यस्तै रहेछ। जर्मनको त्यो हाइडलबर्ग युनिभर्सिटीमा चाहिँ संस्कृत पढाइ हुँदो रहेछ कि, र यहीँ संस्कृत पढेकाहरू त्यहीँ गएर पिएचडी गरेर त्यहीँ पढाउँछन्। हाम्रा अभिलेखहरू छन् त्यहाँ, उनीहरूले त्यो डिजिटलाइज गरिसक्यो। यो ओरिजिनल कपी लैजाऊ भनेका छन्। ओरिजिनल कपी पनि लैजाऊ, डिजिटलाइज कपी पनि लैजाऊ। अस्ति म गएकोलाई त्यही भने, त्यो डिजिटलाइज कपीलाई चाहिँ तिमीहरूले अध्ययन अनुसन्धानकर्तालाई प्रयोग गर्न देऊ, ओरिजिनल कपी सुरक्षित गर। तर सुरक्षित गर्दैनौ भने हामी दिन्नौ भन्छन् उनीहरू। 700 वर्ष पुरानो युनिभर्सिटी रहेछ। सरकारले पनि प्राप्त अभिलेखलाई यो विश्वविद्यालयले सुरक्षित गर्छ भने उसलाई हस्तान्तरण गरेको रहेछ कि, उसले हामीले हस्तान्तरण गर्न खोजेको। तर सुरक्षित चाहिँ हुनुपर्छ भन्छ भने त्यो गर्ने, प्याक गर्ने ठाउँदेखि लिएर त्यो राख्ने ठाउँको टेम्परेचरदेखि सबै कुरा मिलाउनुपर्छ, अनि मात्रै सुरक्षित हुन्छन् कि। अब त्यो ठाउँमा पुग्दाखेरि साँच्चै नै संस्कृतका प्रति, हाम्रा प्रति होइन कत्रो ठुलो आस्था छ कि। त्यो युरोप टाढा छ, नेपाल के थाहा पाउँछ त्यस्तो होइन रहेछ कि। हुन त हामी यही पर्यटन क्षेत्रका, अब इन्टेलेक्चुअल क्षेत्रका त्यस्ता मान्छेको सम्पर्कमा गएर होला होइन, पब्लिकलाई, सर्वसाधारणलाई थाहा नहोला। त्यसरी फ्रान्सको त्यो सामोनी भन्ने, साम्बेरी भन्ने अर्को के एउटा नगरपालिका थियो, 3 ठाउँमा पुगेँ म। हाम्रा यहाँ नाथनका विद्यार्थी इन्टर्नसिपमा जान्छन्, त्यहाँका पनि यहाँ आउँछन् इन्टर्नसिप। त्यहाँ पुग्दाखेरि त्यहाँ त टोपी लगाएको, म टोपी यस्तै दौरा सुरुवाल टोपी लगाएर हिँडेको थिएँ। टोपी लगाएर मान्छे देखेपछि बाटामा पनि नमस्ते गर्ने ल, नेपाल भनेर थाहा पाउने कि। त्यस्तो खालको थियो। किनभने त्यो यो पर्वतारोहण सम्बन्धी एरिया रहेछ त्यो। पर्वतारोहण भने उनीहरू भन्ने के भन्छन्, हामी 2000 का हिमाललाई हिमाल गरेर नाक खोलाउँछौँ, तिमीहरूमा 8000 को 848 को हिमाल छ। हाम्रो त यो नमुना प्र्याक्टिकल मात्रै हो नि, यो उही छ तिमीहरूको सबै कुरो त उही छ भन्छन्। 70 पटक नेपालमा आएका होइन। एउटा महिला भेटिएकी थिइन् यहाँ सिमीकोटबाट ताप्लेजुङ हिँडेकी रहेछ, माथि हिँड्दाखेरि 4.5 महिना लाग्यो भन्दै थिए। कति कि हाम्रा 8वटा हिमालहरू चढेका, ती सबैको यति ठुलो आस्था छ। उनीहरू सबैले यहाँको पर्यटन क्षेत्रको विकास भइदिएदेखि, डाइरेक्ट फ्लाइट चलिदिएदेखि होइन। अब यो लुम्बिनी होइन, लुम्बिनीसँग अब कत्रो एट्याचमेन्ट छ भनौँ, त्यो कम्बोडियाको, थाइल्यान्डको कत्रो ठुलो एट्याचमेन्ट छ। त्यसरी एकदमै पोटेन्सियल भएको, त्यसलाई हामीले चाहिँ अगाडि बढाउन नसके भन्ने कुरा अब एकदम त्यो क्लियरै छ।